नमस्ते, म सुनिल चन्द चौधरी। स्वागत छ तपाईँलाई बर्दिया खबरमा। एउटा दुखद घटना लिएर आएको छु दर्शकबिन। 12 बर्दिया वार्ड नम्बर 10 कपास फारम बेलघारीको है। यहाँ एउटा दुखद घटना घटेको छ दर्शकबिन है। घरको नाम छ तिग्रान घर है। हाम्रो थारू भाषामा बोल्ने गरिन्छ तिग्रान घर भनेर त्यहाँको नाम चिनिन्छ। त्यहाँको घर त्यहाँको जहाँ जो मृत्यु हुनुभएको छ बाघले आक्रमण गरेर त्यहाँको नाम छ दिनेश थारू। जहाँ घटना भएको ठाउँमा हामी आछौँ दर्शकबिन। तपाईँहरूलाई हामीले चाहिँ त्यो बाघले आक्रमण गरेको त्यो ठाउँ हामीलाई तपाईँहरूलाई देखाउन गइरहेका छौँ दर्शकबिन। वन विभागले यहाँ चाहिँ हाम्रो एउटा दुईटा सुँगुर पनि छ अनि एउटा हामीले चाहिँ बाघलाई कसरी नियन्त्रण लिने भनेर एउटा यसलाई के भन्छन् यो भाषालाई एउटा खोर जस्तो पनि बनाउनु भएको छ। दुईटा सुँगुरहरू पनि छ, सुँगुर पनि छ दर्शकबिन है। त्यो मृतक दिनेश चौधरीलाई चाहिँ बाघले आक्रमण यहीँ गरेको रहेछ है। तपाईँहरूले हाम्रो अवलोकन गराइरहेका छौँ। यो ठाउँ हेर्नुहोस्, यस्तो घङ्घोर जङ्गल छ दर्शकबिन है। यो बेगारी गर्ने क्रममा बाघले आक्रमण गरेको रहेछ। मजाले हेर्न सक्नुहुन्छ दर्शकबिन। एउटा खोर छ जस्तो छ है। बाघले यहीँ चाहिँ बिचरा 32 वर्षको एउटा युवालाई आक्रमण गरेर अथुलपुथल नै गाउँ नै उथुलपुथल नै बनाइदिएको छ। अहिले चाहिँ गाउँ नै पुरा शोकमा बिताइरहेको छ दर्शकबिन है। दर्शकबिन, बाघले चाहिँ अब यहाँको एलाउन्समा यहाँको गन्धले गर्दा चाहिँ ठुलो बाघले चाहिँ आक्रमण गरेको छ। यहाँबाट चितार्दै लगेर हाम्रो दिनेश चौधरीजीलाई जो मृत्यु हुनुभयो, यो संसारको प्यारो हुनुभयो, यहाँ ठाउँबाट लतार्दै लगेर बिच बाटोमा गएर लतार्दै लगेको रहेछ दर्शकबिन है। चाहिँ हाम्रो मृतक दिनेश चौधरी चाहिँ टोयलेट आउनु भएको रहेछ, बोतल पनि रहेछ, बेगारी पनि आउनु भएको रहेछ है दर्शकबिन। यस्तो घङ्घोर जङ्गलमा हेर्नुहोस् त, युवा अवस्थामा त्यहाँको मृत्यु भएको छ। यो ठाउँबाट घिसार्दै लगेको रहेछ बाघले। ठुलो बाघ छ भन्छन् है, ठुलो बाघ छ भन्छन् दर्शकबिन है। यही ठाउँ छ, मृत्यु भएको ठाउँ यही हो। हेर्नुहोस्, खुनहरू पनि ब्लडहरू पनि देखिरहेको छ दर्शकबिन। थारू भाषामा खाँदा भन्छन् यसलाई है। बाघ आएर चाहिँ बाघलाई समात्ने खोर हाम्रो नेपाली भाषामा। र यहाँ सिसी क्यामेरा पनि जडान गरेको छ वनले है दर्शकबिन। सिसी क्यामेरा पनि छ। सबै हाम्रो गाउँ समाज त सबैजना शोक अशान्ति, चारैतिर बच्चाहरू स्कुल पढ्ने विद्यार्थीहरू पनि चाहिँ स्कुल जाँदा बस्दा पनि हल्ला गर्दै चाहिँ बाघले आक्रमण कि गर्ला कि भनेर डर त्रास छ दर्शकबिन है। प्लिज हामीहरूको यो आवाजहरू कसरी यो बाघलाई कसरी नियन्त्रण लिनुपर्ने, कसरी के गर्नुपर्ने निकायहरूलाई मैले जानकारी जहाँ घटना भएको ठाउँमा हामी आछौँ दर्शकबिन। त्यो ठाउँहरू हजुरलाई दृश्यावलोकन गराउन पनि गइरहेका छौँ दर्शकबिन। र त्यहाँहरूको रिलेटिभ, त्यहाँको गार्जेनहरूसँग केही सेयरिङ गर्न गइरहेको छु दर्शकबिन। त्यहाँको बुहारी हुनुहुन्छ है। यो घटना बिहानको 8 बजे हाम्रो बेगारी भन्ने हुन्छ एउटा थारूमा चाहिँ, जो गाउँ समाज सबै मिलेर चाहिँ गाउँ घरमा अल्लो पल्लोमा बेगारी गर्ने एउटा त्यो सिस्टमहरू छ होइन। पुरानो हाम्रो संस्कृति छ होइन दर्शकबिन। अनि त्यहाँको बुहारीसँग म चाहिँ के भलोकुसारी गर्न गइरहेको छु दर्शकबिन। यो घटना कति बेला भएको बहिनी? बिहान 8 बजे हराएको मान्छे। अनि दिउँसो खाजा खाने क्रममा खोजी क्रम गर्दाखेरि नभेटेपछि अनि खोज तलास गऱ्यौँ। त्यसपछि खोज्दाखेरि यहाँ दिशा गर्न आएको बेला पत्ता लाग्यो, बाघले आक्रमण गरेको थाहा भयो। अनि खोजी क्रम गर्दाखेरि लास भित्रै लगेको थियो दर्शकबिन। कति दुःखद घटना दर्शकबिन। यसपछि म आफ्नो एकजना दाजुसँग पनि के सेयरिङ गर्न गएको छु। दाजु, हजुरको शुभ नाम? मेरो भरत थारू। मृतकको के पर्नुहुन्छ हजुर? मामा। अहिले चाहिँ हाम्रो यहाँ फ्यामिलीहरू, त्यहाँको रिलेटिभहरू कहाँ जानुभएको छ? म पहिला बाहिर गएको थिएँ सर। म बाहिर काम गर्ने, मजदुरी गर्ने मान्छे, म बाहिर गएको थिएँ। ठ्याक्कै 2:30 बजे म थाहा पाएँ कि मेरो तिम्रो भान्जालाई बाघले आक्रमण गर्यो भनेर थाहा पाएँ। अनि त्यहाँबाट म
काम गर्दाखेरि तुरुन्त आएँ, यहाँबाट भेट्न भएन। त्यहाँबाट मेरो साँझमा काम गर्न वहाँ जान्छु कण्ठपुर कम्पनीमा, मित्र या अमृत 2टा कम्पनी छ, म त्यहाँ काम गर्न जान्छु। त्यहाँ थाहा पाएपछि म काम गर्दा तुरुन्तै आइगएँ यहाँ आएँ। अनि यहाँ लास त्यही बेला उठाएर लगेको थिएँ, म भेट भएन। मलाई मेरो सक्कै भान्जा हुन्। हस्। ल धन्यवाद छ। हाम्रो दिनेश थारू जो मृत्यु हुनुभएको छ बाघले आक्रमण गरेर, त्यहाँको मामासँग म के कुरा सोध्न गइरहेको छु। यो घटनाको बारे के भन्न चाहनुहुन्छ हजुरले? ले मैं कम हाँ, हमार भैनव मारल हेरी नहीं, हमरा सरकार का दबाव देना हो, वन विभाग का दबाव देना हो, र वन समिति दबाव देना हो। हमार चाहे बाघ पकड़ परल, नहीं तो बाघ मारना अधिकार दिए परल। हमन चाह जसी के अधिकार है, क्षतिपूर्ति तो सरकार देना हुई, तर वन समिति भी हमन क्षतिपूर्ति दिए परल, सरकार फिर क्षतिपूर्ति दिए परल, सही समय के वहाँ फिर सहयोग दिए परल कि इतना घटना है कि बाघ एक ठो मारल, आज तो एक ठो मारल, काल दोसर मारी, सारा दिन मरती रही। तो सारा हमारे 12 बदिया नगर पालिका वार्ड नंबर 10 बेलघारी कपास फार्म के मैनेजर ने शाखा पा दी। तो हमारे जॉब कहाँ कैसी तरफ दुख सुख भोगना। तो हमार कहना शायद वन विभाग हो, नेपाल सरकार का ना हो, हम संस्था का ना हो, हमार कहीं पढ़ना अधिकार बा हेरी। जैसी खुले से सरकार अनिवार्य नहीं ध्यान देकर तुरंत यहाँ राहत पुगाई परल। तो हमार सुविधा हुई, तो हमरा विश्वासी रही, हमार जनता, हमरा गांव समाज होशियार रही, तहडील रही। का खरा सरकार से कह दिल कि हमन एक ठरी मारल, तो सरकार असी कराइल कही कर सब जना सुनही और शासन करही कि हाँ तगड़ा बात जनता हो शासन करता, सरकार दबाव दिए था कहीं कहीं। धन्यवाद हजुर, मरत रहो। धन्यवाद छ मामाश्री दिनेशजीको। त्यहाँ मामा पर्नुहुन्छ है। यहाँले चाहिँ आफ्नो भाषा शैलीमा बोल्नु भएको छ, आफ्नो थारू भाषामा।